सुरुवात गरेका हुन् जङ्गबहादुर राणाले। ती कुराहरू मासिनिया नमासिनियामा हाम्रै अहिले जनजातिको धेरै समुदाय पर्छ। केही समुदाय पर्छ ती मासिनिया र नमासिनियाबाट सुरुवात गर्दा हाम्रो विभेदको कुराहरू, हाम्रो छुवाछुतको कुराहरू, त्यहाँबाट सुरु भएर अब नेपालमा बिस्तारै बिस्तारै फैलिँदै गयो। जातीय कुरा मात्र होइन, लिङ्गको कुराहरूमा जस्तै अब श्रीमान मरेपछि श्रीमतीले पनि सती गइदिनु पर्ने, मुरले गएर अर्को श्रीमानसँग बसेर अर्को कोहीसँग बसेर घरजम गर्न नमिल्ने, श्रीमानसँगै सती गइदिनु पर्ने, ती प्रथाहरू पनि त्यति बेला सुरु भए। यी भेदभावको कुराहरू एकदमै धेरै सुरु भए। यो भेदभावहरू गर्नका त्यहाँ शहीद बनाइयो। त्यो अहिले पनि हामीले चाहिँ इतिहासमा पढ्न पाउँछौँ। लखन थापा चाहिँ नेपालको पहिलो शहीद भनेर, उहाँ पनि हाम्रो आदिवासी समुदायबाटै हुनुहुन्थ्यो। अनि अब अलिकति अब यो जातीय कुरा भयो, अलिकति संस्थाको कुरा पनि आउँछु। संस्थाको कुरामा चाहिँ कस्तो छ भने हाम्रो संस्थाको स्थापना कहिले भएर सुरुवात कोबाट भयो भनेर उहाँले नेतृत्व कसले गर्नुभएको थियो भन्ने कुरा उहाँले सोध्नु भएको थियो। हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घ चाहिँ 2049 साल असारमा 27 गतेदेखि, असारको 27 देखि 29 सम्म अधिवेशन भएको थियो, पहिलो अधिवेशन। त्यहाँबाट चाहिँ आदिवासी जनजाति महासङ्घको सुरुवात भएको थियो। यसको नेतृत्व तत्कालीन हाम्रो सुरेश आले मगरज्यूले गर्नुभएको थियो। उहाँ चाहिँ मगर समुदायबाट चाहिँ आउनुभएको थियो। त्यो अधिवेशन गर्दा जनजाति महासङ्घमा जम्मा त्यति बेला 13वटा समुदायको प्रतिनिधित्व थियो। 13वटा समुदायमा चाहिँ मगर, लिम्बू, तामाङ, राई, सुनुवार, गुरुङ, शेर्पा, नेवार, थकाली, थारू, धिमाल, थामी र हेल्मो, यो 13वटा समुदायबाट चाहिँ एउटा सङ्गठन बनेको थियो आदिवासी जनजाति महासङ्घ भन्ने। 2049 सालको कुरा हो यो। त्यति बेला त्यो सङ्गठन सुरुवात भएर अहिले चाहिँ यो 59वटा जातीय सङ्गठनको एउटा छाता सङ्गठन रहेको छ। छाता सङ्गठनको अर्थ तपाईँलाई म प्रश्न के अलिकति बुझाउन चाहन्छु भने, हाम्रो मलेसियामा एनआरएनलाई छाता सङ्गठन भनेर धेरैले परिभाषित गर्छ। छाता सङ्गठन एनआरएन होइन, ऊ साझा सङ्गठन हो। छाता सङ्गठन भनेको कस्तोमा तपाईँहरूलाई मैले बुझाउन चाहन्छु के भने, छाता सङ्गठन भनेको के हो भने भोलिको दिनमा तामाङ समुदायमा, थारू समुदायमा, लिम्बू समुदायमा केही मागको कुराहरू आयो भने आदिवासी जनजाति महासङ्घले त्यसलाई सम्बोधन गरेर आन्दोलनमा सहभागी भएर हुन्छ, डेलिगेसन गएर हुन्छ, जेमा हुन्छ सहयोग गरेर त्यो गर्छ, संरक्षण गर्छ। तर छाता सङ्गठनको अर्थ त्यो हो, त्यो सबै समुदायबाट मात्रै आउँछ। त्यो हाम्रो अहिले एनआरएनलाई चाहिँ छाता सङ्गठन के भनिन्छ, सबै सङ्गठनको चाहिँ सबै संस्थाको छाता सङ्गठन त्यो होइन। एनआरएन भने साझा सङ्गठन। साझा सङ्गठन भने यसले राजनीति हेर्दैन, यसले जात हेर्दैन, यसले क्षेत्र हेर्दैन, यसले एउटै मात्र हेर्छ, राष्ट्रियता हेर्छ। राष्ट्रियता पनि अहिले हेर्दैन एनआरएनले, किनभने अहिले मलेसियाको मलेसियन नागरिकहरूले पनि, मलेसियाको नेपाली नागरिकहरूले पनि सदस्यता हुन पाउँछ। त्यही भएर यसले राष्ट्रियता पनि हेर्दैन अहिले एनआरएन। एनआरएन सबैको साझा सङ्गठन हो, छाता सङ्गठन होइन। मैले एमबिसीमा 2-4 चोटि यो कुरा गर्दाखेरि एम्बेसडर साहबसँगै मेरो 2-4 चोटि डिस्कस गरेपछि एम्बेसडर साहबले छाता सङ्गठन होइन भन्न छोड्नु भएको थियो। अहिले उहाँ चेन्ज भएर जानुभयो, अब नयाँ आउनुभएको छ, उहाँ पनि जाने बेला भएछ, त्यो आफ्नो ठाउँमा छ। यसरी यो छाता सङ्गठनको अर्थ यसरी म तपाईँहरूलाई प्रश्न पार्न चाहन्छु। नेपाल आदिवासी जनजाति महासङ्घ 59वटा अहिले संस्थागत भएका 59वटा जातीय सङ्गठनहरूको चाहिँ छाता सङ्गठन हो। तर आदिवासी सङ्गठनहरू जातीयको कुरा गर्दा अझ बढी छ नेपालमा है। यो आदिवासी महासङ्घमा चाहिँ समावेश र भएको दर्ता भएको सङ्गठनको कुरा गरेँ। अब अलिकति हाम्रो यो के अरे संस्थाको कुरा, स्थापनाको कुरा भयो। अब अलिकति अधिकार र पहिचानको कुरा, किन सङ्गठन चाहियो त, किन सङ्गठन हो भन्दाखेरि चाहिँ पहिलो कुरा हामी अघि मैले भने हाम्रो सुरुवात यो मासिनिया र नमासिनियाबाट जुन हामीलाई विभेदको कुराहरू आउँदै गयो। अघि पूर्व वक्ता साथीले पनि भन्नुभएको थियो, हामी आदिवासी भएकै कारणले गर्दाखेरि कुनै पनि कुरामा नेतृत्वमा नपुग्ने, हामी सधैँ प्रयोग मात्रै हुनेमा पर्यौँ कि। किनभने कुनै पनि ठुलो आन्दोलनको कुराहरू त्यसमा लड्नु भिड्नु परोस् अथवा मास देखाउनु परोस्, एउटा आवाज उठाउनु परोस्, हामी सधैँभरि अगाडि हुन्छौँ। तर जब त्यही आन्दोलनले, त्यही क्रान्तिले चाहिँ परिवर्तन ल्याउँछ, तर त्यहाँ नेतृत्व चाहिँ हाम्रो कहिले पनि हुँदैन। किन हुँदैन?
त्यो किन हुँदैन भनेर प्रश्न गर्दै गर्दा त्यो प्रश्न गर्दै किन हामी बन्न नसक्ने, अब हामी बन्नै पर्छ भनेर त्यो माग उठाउनको लागि चाहिँ हामीले यो आदिवासी जनजाति महासङ्घको उसबाट पनि माध्यमबाट पनि जान सकिन्छ। यही मात्रै माध्यम हो भन्ने चाहिँ होइन, फेरि अरू माध्यमबाट पनि जान सकिन्छ, तर यही मात्रै माध्यम चाहिँ नहुन सक्छ। यो पनि एउटा माध्यम हो यो अधिकारको कुराहरूमा। अनि अर्को समान अवसरको लागि, अब समान अवसरको लागि कस्तो हुन्छ भने अहिले त तपाईँहरू मलेसियामा हुनुहुन्छ, यहाँ चाहिँ के छ भने मलेसियन नागरिकले यो राङमाना भन्दा नेपाल मात्रै भन्नुहुन्छ होइन, तर नेपालमा हुँदाखेरि तिमी के हो भन्दाखेरि म फलाना राई हो, म फलाना तामाङ भन्दाखेरि पहिले अहिले त होइन, अहिले त धेरै परिवर्तन भएको छ। पहिले चाहिँ राई भएको कारणले गर्दाखेरि, तामाङ भएको कारणले गर्दाखेरि स्कुलमा छिर्न नदिने, पढ्नै नदिने। तिमीहरू के गर्छौ, यो तिमीहरू पढ्ने जाति होइन, तिमीहरू त खेती किसान गर्ने, झगडा गर्ने, जाँडा सिखाने, हल्लिएर हिँड्ने हो, तिमीहरू किन पढ्न आएको भनेर खिचाउने जात हो नि त हामीलाई त। त्यो हुँदाखेरि के हुन्छ भने एउटा बच्चालाई के मानसिकता, हामी त यस्तो त रहेछ, किन पढ्नु, हामीले चाहिँ के चाहिँ गर्नु रहेछ र पढेर भनेर त्यो मानसिकता हुन्थ्यो कि। त्यो भएर ती कुराहरूको विरोध गर्न, ती कुराहरूलाई चाहिँ अब चाहिँ उजागर गरेर चाहिँ निर्मूल पार्नको लागि पनि हामी आदिवासी जनजाति महासङ्घको एउटा सङ्गठनमा भएर आफू त बुझौँ तर अरूलाई पनि अलिकति बुझाउँ भन्ने हिसाबले चाहिँ यो सङ्गठनमा लाग्न म गर्दछु। अनि अर्को यो विश्व आदिवासी दिवसको कुरामा अलिकति कुरा उठाएको थियो। अब योभन्दा अगाडि मैले अघि एकजना पूर्ववक्ता साथीले एकदमै राम्रो कुरा उठाउनु भएको थियो। यो संस्था प्रश्न सोध्नु भएको थियो, संस्था राजनीतिक सङ्गठन हो कि यो के हो। गोपाल गुरुङले पनि यो आदिवासीकै कुरा उठाएर एउटा राजनीतिक दल कुरा उठाइराख्नु भएको छ। आङ्काजी शेर्पाहरू पनि हुनुहुन्छ, यो उहाँहरूले पनि बोलिराख्नु भएको छ जातीय कुरा त के हो भनेर सोध्नु भएको थियो। यो कुरामा चाहिँ अब मैले के भन्न चाहन्छु भने नेपाल आदिवासी जनजाति महासङ्घ पूर्ण रूपमा, विधान त पूर्ण रूपमा गैर राजनीतिक आस्थाका साथीहरू र एउटा जातीय मुद्दा मात्र उठाएर बोल्ने साथीहरूको यो छाता सङ्गठन हो। तर अब अहिले व्यावहारिक रूपमा त्यो भएको छैन, यो स्वीकार्नुपर्छ हामीले। अहिले चाहिँ के भएको छ भने नेपालको हरेक क्षेत्रमा दलीय भागभण्डाको जस्तो भएको छ। यो आदिवासी जनजाति महासङ्घ पनि यसबाट यो अछुतो रहन सकेका छैन। यसमा चाहिँ सुधार गर्नुपर्छ। हामी 22वटा अन्तर्राष्ट्रिय सङ्गठन हाम्रो नेफिनले चाहिँ हाम्रो पहिलो मागे के थियो भने कुनै पनि जातीय सङ्गठनको सिफारिसमा, कुनै पनि राजनीतिक दलको सिफारिसमा कोही पनि अध्यक्ष अथवा महासचिव कसैमा पनि प्रतिनिधित्व गर्न आउँछ भने उनीहरूलाई सिधै बहिष्कार गर्नुपर्छ भनेर हाम्रो पहिलो माग थियो। तर अब त्यति बेला उहाँहरू जसले सुन्नुपर्ने उहाँ आफै राजनीतिक दलको सदस्य हुनुहुँदो रहेछ, त्यही भएर त्यो कार्यान्वयन हुने त कुरा भएन। हाम्रो पहिलो मागै विरोधै त्यही थियो कि कुनै पनि जनजाति महासङ्घको अध्यक्ष महासचिव भरे भनेपछि चाहिँ यो सङ्गठनमा पनि छ रे भन्न सुन्न नपरोस् भन्ने थियो। तर त्यो लागू हुन सकेका छैन। यो चाहिँ एउटा हो, तर विधान त यो एकदमै गैर राजनीतिक, गैर नाफामूलक संस्था हो। यसले चाहिँ कुनै पनि आर्थिक नाफा हुने काम र राजनीतिक सङ्गठनको परिभाषा बोल्दैन यसले। र अर्को गोपाल गुरुङको कुरा, गोपाल गुरुङले एमएनओ खोल्नु भएको छ, मङ्गोल नेसनल अर्गनाइजेसन। उहाँको एकदम नितान्त राजनीतिक सङ्गठन हो। उहाँले भाले चिन्ह लिएर हो के अरे होइन, सायद चुनाव लड्नुहुन्छ। उहाँ एउटा राजनीतिक सङ्गठन भएर नराम्रो होइन। फेरि राजनीतिक सङ्गठन, राजनीति नभइकन देशै चल्दैन, किनभने राज्यको नीति निर्धारण गर्ने सङ्गठनै राजनीति हो, सङ्गठन हो होइन। त्यही भएको कारणले उहाँ आफ्नो ठाउँमा सही हुनुहोला। उहाँले जातीय मुद्दा उठाएर अगाडि बढ्नु भयो होला, त्यो आफ्नो ठाउँमा छ। तर जनजाति महासङ्घले चाहिँ चुनाव लड्दैन है। त्यो यो एकदमै नितान्त जातीय सङ्गठन मात्रै। यसले संस्कार, संस्कृति, अधिकारहरूको समानताको मात्रै कुरा गर्छ। आङ्काजी शेर्पाको कुरा गर्नुभएको थियो। आङ्काजी शेर्पा चाहिँ पहिले जनजाति महासङ्घकै महासचिव भएर चाहिँ अहिले कुनै एउटा राजनीतिक दलसँग आबद्ध हुनुहुन्छ। उहाँ मेरो विचारमा, मैले गल्ती भएन भने म जसपाकै केन्द्रीय सदस्य के हुनुहुन्छ, उहाँ यही हाम्रो जनजाति महासङ्घबाट चाहिँ एउटा प्लेटफर्म बनाएर एउटा नाम अलिकति बनाएर जानुभएको हो। अनि अर्को विश्व आदिवासी दिवसको कुरा है। विश्व आदिवासी दिवस चाहिँ यो 1994बाट अहिले चाहिँ अस्ति हामीले कियलमा मनाएको 9 अगस्तको 31औं आदिवासी दिवस थियो। यो चाहिँ युनाइटेड नेसनले चाहिँ संसारभरिका हामी जस्तो नेपालमा जति अहिले 59वटा जातीय सङ्गठन छौँ भन्ने छ नि, संसारभरिको 5000 भन्दा बढी आदिवासी जातीय सङ्गठन छ।
आदिवासी छन्। आदिवासी 5000 भन्दा बढीको र 7000 भन्दा बढी भाषा बोल्ने सबै आदिवासीहरूलाई चाहिँ एक मुष्ट रूपमा चाहिँ सम्बोधन गर्नको लागि अगस्त 9 लाई चाहिँ विश्व आदिवासी दिवसको रूपमा मनाउने भनेर चाहिँ युनाइटेड नेसनले चाहिँ 1994 बाट विश्व आदिवासी दिवस सुरुवात गरेको छ। अब अलिकति हामीले बुद्ध जयन्तीहरू मनाउँछौँ। अब हाम्रो लोछार आउँदैछ, तामाङ घेदुङ र शेर्पा सङ्घले मनाउँदैछन्। अनि योभन्दा अलिकति अगाडि हामीले के अरे चुम्लुङले एउटा कार्यक्रम चुम्लुङले अलि अगाडि कार्यक्रम गराएको थियो। त्योभन्दा पछि अब राईको पनि कार्यक्रम आउँदैछ। यी सबै कार्यक्रमहरूमा चाहिँ भेला भएर नेपालमा त छैनौँ तर प्रवासमै भए पनि नेपालको जस्तै तरिकाले जस्तो सकिन्छ त्यस्तै तरिकाले चाहिँ एउटा संस्कार संस्कृति त मनाउन सकिन्छ नि। यी कुराहरूमा चाहिँ जनजाति महासङ्घले चाहिँ लु है आज तामाङको कार्यक्रम रहेछ, जो छौँ हामी सबैजना जाउँ है भनेर एउटा आवाज उठाइदिन सक्छ, एउटा एकबद्धता जनाइदिन सक्छ। ती कुराहरूको लागि पनि हाम्रो संगठन आवश्यक छ। अनि अर्को कुरा चाहिँ किन आवश्यक छ भने हाम्रो जनजाति महासङ्घ अब अलि अगाडि कोशी प्रदेशको कुरा थियो, त्यसलाई चाहिँ हामीले चाहिँ कोशी प्रदेश खारेज गरेर चाहिँ किरात लिम्बुवान प्रदेश हुनुपर्छ भनेर आन्दोलन गराएको थियो। त्यसमा एकजना हाम्रो समुदायबाट हाम्रो शहीद पनि हुनुभएको थियो। उहाँ ती कुराहरूमा चाहिँ अब हामी जनजाति महासङ्घ मलेसिया शाखा चाहिँ भौतिक रूपमा नेपाल गएर आन्दोलन त गर्न सकिन्न, यहाँबाट 20-30 जना चाहिँ झगडा गरौँ भन्ने त सम्भव हुँदैन। हामीले के गर्न सकिन्छ त भन्दाखेरि 2-3वटा कुरा, एउटा नैतिकताको सपोर्ट भयो, एउटा चाहिँ आर्थिक सपोर्ट भयो, एउटा चाहिँ विज्ञप्ति निकालेर एउटा आत्मबल बढाउने सपोर्टहरू भयो। ती कुराहरूमा आदिवासी जनजाति महासङ्घले भूमिका खेल्न सक्छ। त्यति बेला हामीले आर्थिक सहयोग पनि गरेका थियौँ। जस्तै यो किताब हामीले अहिले आदिवासी प्रतिवाद भन्ने किताब हामीले मैले यहाँ पढिरहेको थिएँ। यो किताब पब्लिस गर्न पनि हामी जनजाति महासङ्घ मलेसिया शाखाले अलिकति थोरै आर्थिक सहयोग पठाएको थियौँ। यी यस्ता कुराहरूको लागि चाहिँ हामी चाहिँ जनजाति महासङ्घ चाहिन्छ। जनजाति महासङ्घ मात्रै चाहिन्छ होइन, सबै जातीय सङ्गठन चाहिन्छ। यो सबै जातीय सङ्गठनलाई चलाउने चाहिँ एउटा जनजाति महासङ्घ चाहिँ सहकार्यको लागि मात्रै हो। अनि अर्को कुराहरू के छ भने भइभरि आउने प्राकृतिक प्रकोप, जस्तै अहिले नेपालमा अस्ति तपाईँहरूले देख्नु भएको छ होइन, इलाममा मात्रै झन्डै 40 जना बित्नु भएको छ बाढी पहिरोले होइन। ती पीडितहरूलाई, ती बाढी पहिरोमा परेका उहरूलाई चाहिँ अब जनजाति महासङ्घ हामीले मानवीयताको हिसाबले के कसो गर्न सकिन्छ त भन्दाखेरि चाहिँ हामीले थोरै अलिअलि सहयोग उठाएर चाहिँ अहिले इलाममा सायद आज हामीले वितरण गर्दैछौँ। एनआरएनए मलेसिया, आदिवासी जनजाति महासङ्घ र अर्को हाम्रो बिजनेस सोसाइटी मलेसिया, यो 3वटा सङ्गठन मिलेर चाहिँ हामीले चाहिँ बाढी पहिरो पीडितहरूलाई चाहिँ सहयोग गर्दैछौँ। यी यस्ता कुराहरूको लागि पनि सङ्गठन आवश्यक छ। यो सङ्गठनले अब त्यो इलाममा हामीले हाम्रो पठाएको पैसा 60-65 हजारले त केही पनि हुँदैन, तर सबैसँग मिलेपछि हामीले 3 लाख भन्दा बढी चाहिँ हामी सहयोग गर्न लाग्छौँ। त्यो 3 लाखले चाहिँ 20-22 घरलाई कमसेकम यो यति बेलाको उहाँहरूको एकदमै जरुरत कुराहरू चाहिँ के थियो त्यो सायद पूर्ति गर्नको लागि थोरै बहुत हामीले सहयोग गर्न सक्छौँ भन्ने कुरामा हो। अनि अर्को कुरा उहाँ अघि हाम्रो केन्द्रीय सदस्यज्यूले भन्नुभयो म महासङ्घमा आबद्ध भएको छोटो समय भयो, तर आबद्ध भएपछि चाहिँ म एकदमै छु भनेर भन्नुभएको थियो। अनि उहाँले भन्नुभएको थियो सङ्गठनमा चाहिँ किन लाग्ने भन्ने कुरा। सङ्गठनमा साँच्चै भन्यो भने भोलिको दिनमा उहाँले हामीलाई कसैलाई चिन्नु भएको थिएन, तर सङ्गठनमा लागेर नै चिन्नुभयो नि होइन। यो परिचयको कुराहरू हुन्छ, यो चिन्जानको कुराहरू हुन्छ, यो तपाईँको लिङ्कको कुराहरू हुन्छ। एउटा आदिवासीको हाम्रो समुदायको मान्छेलाई सानो केही समस्या पर्यो भने पनि 50 जनाले 20-20 रिङ्गिट सहयोग गर्दा पनि ठुलो सहयोग हुन्छ। एकैजनाले सम्पूर्ण सहयोग गर्न नसक्ला, तर धेरैजनाले थोरै गर्दा पनि धेरै ठुलो सहयोग भएर आउँछ। यी कुराहरूको लागि भयो होइन। अनि अघि एकजना पूर्ववक्ता साथीले एकदमै राम्रो कुराहरू उठाउनु भएको थियो, मैले एक दुईवटा टिपोट गरेको छु। जस्तै भाषिक कुराहरू, भाषिक कुरा चाहिँ कस्तो हुन्छ भने हामी साँच्चैकै भन्दा उहाँले एकदमै सठिक कुरा के गर्नुभएको थियो नि, हामी पढ्न नजानेर दिमाग नभएर हामी पढ्न नसके होइन, हामी पनि एमए बिए पिएचडी गर्थ्यौँ होला, तर हाम्रो अलिकति समस्या भाषामै भयो भन्ने कुरा। वास्तवमै भाषाले कति फरक पार्छ भने
त्यही एमबीबीएस को सबै कोर्सहरू नेपाली भाषामा भएको भए हामीलाई धेरै सहज हुन्थ्यो बुझ्नमा। तर सबैभन्दा पहिले हामीले के गर्नुपर्छ, एमबीबीएस पढ्नलाई इङ्ग्लिसमा पोख्त हुनुपर्छ। त्यो भाषा सिक्नलाई अर्को मेहनत गर्नु पर्यो क्या। हामीले जस्तै हामी तामाङ समुदायबाट हुर्केको एउटा बच्चाले, लिम्बू समुदायबाट हुर्केको एउटा बच्चाले चाहिँ नेपाली भाषा सिक्नलाई एक्स्ट्रा मेहनत गर्नु पर्यो क्या। जति क्षेत्री बाहुनको बच्चा त सानैदेखि नेपाली बोले हुन्छ, नेपाली पढाइ हुन्छ, हाम्रो समुदायकोले त आफ्नो भाषामा बोले हुन्छौँ, त्यो हामीलाई ह्रस्व दीर्घको समस्या हुन्छ एउटा कुरो। दोस्रो कुरो त भाषिक नेपाली भाषा फेरि यति क्लिष्ट छ, यति अप्ठ्यारो छ, संसारकै सायद गाह्रो भाषाहरू मध्येमा पर्छ कि त्यो भाषा सिक्नलाई हामीलाई एक्स्ट्रा मेहनत लाग्छ कि। हामी प्राय आदिवासी समुदायको साथीहरूको त्यो नेपाली विषयमा कपी चेक गर्ने भने क्षेत्री बाहुन विद्यार्थी भन्दा हामी जनजाति समुदायको धेरै कम मार्क्स आइरहेको हुन्छ। यो भाषाको कुरा गर्दाखेरि, सहजताको कुरा गर्दाखेरि चाइनाले आफ्नै भाषामा पढाउँछ, इन्जिनियर पनि आफ्नै भाषा पढाउँछ, डक्टर पनि आफ्नै भाषा पढाउँछ, कोरियाले पनि आफ्नै भाषामा पढाउँछ, सबै उनीहरू पोख्त छन्। जापानले पनि आफ्नै भाषामा पढाएर इन्जिनियर बनाएछ, भइरहेछ। अब नेपालीहरू पनि त नेपाली भाषामा इन्जिनियर पढ्न पाए भए, अथवा तामाङले तामाङ भाषामा इन्जिनियरिङ पढ्न पाए भए, लिम्बूले लिम्बू भाषामा इन्जिनियर पढ्न पाएको भए त त्यो एक्स्ट्रा त्यो अर्को भाषा सिक्नलाई मेहनत गर्नु पर्थेन, त्यो समय त उसले यता दिन सक्थ्यो। ती कुराहरूले गर्दा भाषिक सहजताको लागि पनि हाम्रो यो कुराहरू चाहिँ अलिकति माग उठाउनुपर्छ भन्ने कुरा हो। अब पहिचानको कुराहरू अघि नै वक्ताहरूले भनिसक्नु भएको छ, यो रिपिट गरिराख्यो भने तपाईँहरूलाई फेरि अलिकति मोनोटोनस होला, बोरिङ पनि होला। अनि अर्को कुरा अब अलिकति अस्ति नै उठेको विषय थियो चाहिँ हाम्रो जोरवारू शाखामा चाहिँ यहाँ जो अध्यक्ष हुनुहुन्छ सन्तोष थामीज्यू, उहाँले चाहिँ थामी समाजको पनि अध्यक्ष र जोरबारो महासङ्घको पनि अध्यक्ष हुन मिल्छ कि मिल्दैन भनेर त्यो प्रश्न उठाए साथीहरूले भनेर भन्नुभएको थियो। मैले बुझेँ, यो केन्द्रमा पनि मैले एक दुईजना साथीहरूलाई सोधेँ, उहाँले के भने विधानले रोक्दैन, विधानमा त्यस्तो नहुनु भनेर भनेको छैन। अब काम गर्न गाह्रो हुन्छ, दुई दुईवटा संस्था चलाउन गाह्रो हुन्छ भने स्वविवेकले उहाँले निर्णय गर्ने कुरा हो। तर विधान त उहाँलाई त्यो थामी समाजको अध्यक्ष भएकै कारणले गर्दा जनजाति महासङ्घको अध्यक्ष हुन पाउँदैनस् भन्ने चाहिँ त्यस्तो रोकिँदैन रहेछ। तर अब तपाईँहरूको अन्डरस्ट्यान्डिङमा जे हुन्छ त्यो चाहिँ फेरि हामीले रोक्न मिल्दैन, त्यो तपाईँहरूको कुरा भयो। तर सकेसम्म यति त छौँ हामी, यति एकमुठी त छौँ, यसैमा पनि विवाद गरेर त किन बस्नु, होइन? सकेसम्म मिलेर जाउँ। अब जो इच्छुक भएर सङ्गठनमा लाग्नु भएको छ, जो चाहिँ म यहाँ सङ्गठनमा लागेर केही गर्छु, मेरो समुदायप्रति, मेरो समाजप्रति चाहिँ केही उत्तरदायी भूमिका निर्वाह गर्छु भनेर सोच्नु भएको छ भने उहाँलाई किन रोक्ने अहिले? किनभने यहाँ त सङ्गठनमा मान्छे राख्नै पाउनै पो गाह्रो हुन्छ त। यहाँ बरु जोरबारोमा अलिकति सजिलो रहेछ। केएलमा त मिटिङमा 5 जना 6 जना भन्दा कहिले पनि नहुनु, कुरा नपुगेर धेरैवटा मिटिङ हामीले क्यान्सल गरेका छौँ। सङ्गठनमा लाग्नु त, सङ्गठन बनाउनु, त्यो सङ्गठनलाई चलाउनु त धेरै पो गाह्रो छ। अहिले मैले हेर्छु सबैभन्दा बढी सङ्गठन बढी चलायमान भएको त बरु जोरबारोमै छ। हामी केएलमा यही कार्यक्रम राख्ने नि यति पनि बेलाउन गाह्रो छ, सिधा कुरा भन्नु नि यस्तो छ। यतिमै पनि किन विवाद गरेर बस्नु? जसले काम गर्छु भन्नुहुन्छ काम गरौँ, काम गर्न दिउँ, वातावरण बनाइदिउँ। कोही अरू इच्छुक आउनु भएको छ भने कुनै अरू पदमा बसौँ, फेरि नेक्स्ट टाइम त भइहाल्छ, अधिवेशन त भइहाल्छ। सधैँभरि जिन्दगीभरि एकैजना मान्छे त बस्ने होइन, होइन? त्यसमा फेरि नै हाल्ने हो। ती कुराहरूमा चाहिँ अब विचार गर्न म अनुरोध गर्दछु। र मैले अब सकेसम्म मैले बुझाउने कोसिस गरेँ, सायद तपाईँहरूले पनि बुझ्नुभयो होला। अनि अब सङ्गठनको कुरामा म नयाँ आगन्तुक साथीहरूलाई के भन्न चाहन्छु भने, र सम्पूर्ण अरूलाई पनि के पनि भन्न चाहन्छु भने, यो अधिकारको लागि मात्रै यो झगडा गर्न, क्षेत्री बाहुनसँग झगडा गर्नलाई तिमीहरू यस्तो चुच्चे सुच्चे भन्नको लागि हामी आदिवासी जनजाति महासङ्घमा आबद्ध हुने होइन। हामी चाहिँ के भने हामी तामाङ, हामी राई, हामी लिम्बू, हामी थारू, हामी थामी जे जति छौँ मिलेर गर्छौँ। हाम्रो संस्कार संस्कृतिलाई चाहिँ मिलेर मनाउँछौँ र नेपालको कुनै पनि समस्याहरूमा हामी सके सहयोग गर्छौँ, नसके भावनात्मक रूपमा सहयोग गर्छौँ, आबद्ध हुन्छौँ। र सबभन्दा ठुलो कुरो यहाँ परेको, मलेसियामा परेको हरेक समस्याहरू, जस्तै एउटा कोही बिरामी भएर होस्टेलबाट उपचार गर्न नपाएको हुन्छ, डकुमेन्ट नमिलेर घर जान नपाएको हुन्छ, अथवा कोही दुर्घटना परेर उपचार गर्न नपाएको हुन्छ। ती समस्याहरूमा चाहिँ हामी
हाम्रो सङ्गठन चाहिँ सधैँभरि चाहिँ एउटा हातेमालो सहकारीको रूपमा एउटा सहयोगीको रूपमा हामी अगाडि बढ्नेछौँ यो हिसाबले लाग्नु होला है। अब यो सङ्गठनमा लागेर तलब पनि पाइँदैन, यो कसैले कुनै पुलिसले आएर तपाईँ त यो सङ्गठनको रहेछ भनेर सल्युट पनि हान्दैन। तर एउटा कुरा के हुन्छ भने सङ्गठनमा लागेर आत्मसन्तुष्टि र एउटा परिचय चाहिँ पाइन्छ। त्यो कुराहरू पाउने त्यति हो। फेरि मैले यो 6 वर्ष 2 कार्यकाल अध्यक्ष हुँदाखेरि मलाई कसैले पनि केही पनि ला 5000 ला 2000 भनेर दिएको होइन। म खल्तीबाटै जाने हो जाँदा पनि, र म खुसी साथ मैले 6 वर्ष बिताएँ। अब नयाँ अध्यक्ष आउनुभएको छ, उहाँले पनि बिताउनु हुनेछ, त्यसपछि अरू कोही आउनुहुनेछ, उहाँहरूले पनि बिताउनु हुनेछ। तपाईँहरू अहिले सदस्य नयाँ सदस्य भएर आउनुहुन्छ, भोलि गएर जोरबार शाखाको तपाईँहरू नै नेतृत्वमा आउनु होला होइन। नेतृत्वमा आउँदै गर्दाखेरि तपाईँहरूले पनि बुझ्नु होला सङ्गठनमा कसरी के गर्ने, यो जातीयताको कुरा के हो, सङ्गठनको कुरा के हो बुझ्नु होला होइन। अरू अन्य साथीहरूलाई पनि बुझाउनु होला। हजुर ल, अरू अब खासै मन्तव्य पनि अलि लामो भयो। आजलाई म लगभग मेरो यो मन्तव्य यहीँ टुङ्ग्याउँछु। अनि जोरबहादुर शाखालाई चाहिँ यो प्रशिक्षण कार्यक्रमको लागि चाहिँ धेरै धेरै धन्यवाद। मलेसियामा आदिवासी समुदायको पहिलो प्रशिक्षण कार्यक्रम हो, त्यसको प्रशिक्षक हुन पाउँदाखेरि चाहिँ म एकदमै हर्षले गदगद भएको छु। र अब यो हामीले भोलिदेखि आजदेखि सुरु भएको दीपावली र आउँदै गरेको छठको अवसरमा चाहिँ हार्दिक मङ्गलमय शुभकामना भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। अब जनताको आवाज हरपल हरदम थाङमिचागु.com सब्सक्राइब नाउ।